तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो पनि एक प्रकारको शङ्खे किरा हो, तर यो चाहिँ पूर्ण रूपमा पुडा चाहिँ छैन यो। ए भनेपछि कारमा जाने? ओहो मैले यहाँ चाबी चाहिँ बरु समुद्रमा खसालेँ क्या यार। चाडपर्व टाढा भयो जस्तो चाहिँ फिल हुँदैन। म नेपालमै छु, आफ्नै दिदीबहिनीहरूसँगै छु जस्तो चाहिँ फिल हुन्छ मलाई, किनकि मसँग दिदी हुनुहुन्छ नि त। कता हिँडेको बिजुली बालेर हट भएर पट भएर हामी हेरेको हेरै। हेलो एभ्रिवान, दर्शन नमस्ते, वेलकम टु माई युट्युब भ्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो छुट्टी होइन, आज मिठो घाम पनि लागेको छ। हामी चाहिँ हाम्रो आफ्नै नदियारे मेरो आफ्नै दिदी चितवन माडीकै दिदी र हाम्रो सन्दीप सर, हाम्रो एकदम बेस्ट फ्रेन्ड। हामी चाहिँ आज समुद्रको यसो अवलोकन गर्न जाँदैछौँ। समर सुरु भएपछि यस्तो फुर्सद यस्तो भ्लग बनाउने चाहिँ एकदम मुस्किलै छ। त्यस कारणले आज चाहिँ यसो तीनजना हामी दिदी हामी दुईटा दाजुभाइ मिलेर चाहिँ समय मिलाएर यसो समुद्र साइडको सी साइडको अवलोकन गर्नलाई चाहिँ जाँदैछौँ। के कस्तो हुन्छ आजको भिडियो तपाईँहरूलाई म जोड्ने नै छु, के कति रमाइलो गर्न सकिन्छ आज होइन। अब हामी आज तीनजना ग्रुप भएर जाँदैछौँ। बिहान उठ्यो, टक्क खानासाना बनाइयो, मार्केट गएर आएर खानासाना खाएर तीनजना निस्किँदैछौँ। यहाँको सिस्टम चाहिँ के राम्रो छ भने युरोपियर जस हामी कतै बाटोहरू क्रस गर्न लाग्यौँ भने चाहिँ पहिले गाडीहरू रोकिदिने, हामी चाहिँ जेब्रा क्रसमा एकदम निर्धक्क भएर बाटो क्रस गर्न चाहिँ सक्छौँ। युरोपमा हाम्रो दिदी जाडो छ अझै पनि ऊ गपक्क लङ ज्याकेट लगाएर हिँडिरहनु भएको छ। हाम्रो सन्दीप सर चाहिँ अब युवा मान्छे खासै जाडोको फिल नगर्ने भएर चाहिँ टक्क आफ्नो तरिकाले हिँडिरहनु भएको छ। मेरो दिदी चाहिँ एकदम भाइलाई माया गर्ने मान्छे है। मेरो हरेक तिहारदेखि त अनि रक्षाबन्धनदेखि त सबै मनाउने भनेको मैले दिदीसँग हो। अब परदेश आएपछि अब के गर्नु, अब दिदीको माडी मेरो माडी। अनि हजुर कता रे सन्दीप सर? उहाँ चाहिँ स्याङ्जाका हुनुहुन्छ, कोही कसैले चिन्नुहुन्छ अनि हेर्न सक्नुहुन्छ राम्रोसँग। आजको नजारा चाहिँ एकदम राम्रो मिठास देख्न सकिन्छ, किनकि एकदम क्लियर घाम पनि लागिराखेको छ। खासै त्यस्तो चिसो पनि फिल गर्न सकिँदैन। अब हावा त अब चलि नै हाल्छ यो समुद्र सी साइड भएपछि, जे होस् ठिकै छ। अबको 2 महिनापछि चाहिँ हामी यसरी निस्किन्छौँ घुम्छौँ भने पनि साथीभाइहरू मिलेर चाहिँ निस्किन अलिक गाह्रो नै हुन्छ। अहिलेको समय चाहिँ ठिक छ। अब जो छुट्टीहरू साथीभाइ मिलाएर कहिलेकाहीँ सी साइडतिर घुम्ने। यो पार्क मैले सधैँ देखाइराखेको पार्क हो हजुरहरूलाई। यतिखेर चाहिँ खासै देख्न सकिँदैन जाडोको समयले गर्दाखेरि पनि। अब कोही मान्छेहरू हुनुहुँदैन। अब जब समर लाग्छ त्यसपछि त यो एरिया त भन्नै परेन, मान्छेहरूको भिडभाड कति हुन्छ भन्ने कुरो मैले अगाडि भिडियोहरूमा पनि तपाईँहरूले देखाइसकेको थिएँ। यहाँ चाहिँ लगभग 6 महिना जति चाहिँ पुरै व्यस्तता, मान्छेहरूको भिडभाड हुने गर्दछ। अब हामी पनि 2 महिना 1.5 महिनापछि चाहिँ एकदम व्यस्तता। अब यस्तो समय पनि हुँदैन हजुरहरूसँग जोडिने, उस्तै परि अब आफ्नै घर परिवारसँग पनि कुरा गर्न नसकिने अवस्था पनि हुनसक्छ। किनकि अब काम गर्न पैसा कमाउन भनेर आएपछि चाहिँ अब यहाँको नियमअनुसार यो एरियाको सिस्टम अनुसार अब सिजनमा चले अनुसार काम पनि अब गर्नुपर्ने हुन्छ, त्यही अनुसारको पैसा पनि हुन्छ है। कति सानो क्युट पप्पी पनि रहेछ। यहाँको मान्छेहरूले चाहिँ कुकुर बिरालोले चाहिँ धेरै माया गर्ने चाहिँ हामीले जो देख्दा त्यो अनुभव गर्न सकियो। ठिक छ, यो एरिया पनि एउटा टुरिस्ट एरिया हो। तपाईँको 7 महिना चाहिँ व्यस्तता भने त्यसपछि 5 महिना चाहिँ बिस्तारै कम हुने चाहिँ एरिया हो यो। किनकि रोमानियाको सी साइडले छोएको एरिया भनेको चाहिँ हाम्रो कोस्टान्डा, कोस्टिनेस्टी, ममाया, त्यसपछि मङ्गोलिया यी एरियाहरू हुन्। त्यस कारणले पनि गर्मीको समयहरूमा घुम्न आउने, स्विमिङ गर्ने हरेक क्रियाकलापहरू यो ठाउँमा चाहिँ हुने गर्दछ। त्यस कारणले पनि यो ठाउँ चाहिँ समरको समयमा एकदम व्यस्त। यहाँको हरेक स्टलहरू तपाईँको जे पनि व्यवसाय छ सबै एकदम व्यस्त नै हुन्छ यो ठाउँको। हाम्रो होटल चाहिँ ठ्याक्कै यतापट्टि हो, यसको पछाडिपट्टि चाहिँ सी साइड समुद्र। होटल चाहिँ अब यता पर्छ, यो वेबाट चाहिँ हामी सी साइडतिर जाँदैछौँ।
हामी चाहिँ हाम्रो युरोपको आफ्नो जिन्दगीको मिठास कुराकानीहरू गर्दै अगाडि बढ्दैछौँ सी साइडतिर। अब यो हाम्रो होटेलको एरिया नै भइहाल्यो। यता पछाडि यो हामी होटेल जाने बाटो नै हो। यस्तो बवालै बनाउँदैछ यो एरिया चाहिँ। तपाईँले समय मिल्यो समरको समयमा भने चाहिँ म त्यो भिडियोहरू पनि हजुरहरूलाई जोड्नेछु। अब खासै अहिले हेर्दाखेरि चाहिँ न कोही मान्छे, अब हामी मात्र देखिन्छ। अब हल्का फुल्का 2-4 जना काम गर्ने मान्छेहरू मात्र र फाटाफुट्टा कस्टमरहरू मात्र देख्न सकिन्छ भने समरको समयमा चाहिँ अब यहाँ कसैको फुर्सदै हुँदैन। मान्छेहरू यति व्यस्तता यो ठाउँमा। सबैजनाले मन पराइदिनु भएको ठाउँ चाहिँ रोमानियाको यो कोस्टान्डा, कोस्टिनेस्टी, मङ्गोलिया जुन पनि यो सी साइडले छेउको एरिया छ। दिदीलाई चाहिँ धेरै नै जाडो भएको छ आज। अब सन्दीप सरलाई चाहिँ जाडो भएको छैन। अब हट मान्छे अरे, तर तपाईँ हटै हुन्छ, हेन्सम हुनुहुन्छ नि त। हेन्सम मान्छेहरू प्रायः जसो हटै हुन्छ नि होइन। अब यो होटेल पनि 3 स्टार होटेल हो। उहाँ माथि 3 स्टार राम्रो छ। किनकि अब युरोप भनेको युरोपै हुन्छ, त्यस कारणले नै हामीले त्यत्रो पैसाहरू पे गरेर आइएको हुन्छ। तर सबै युरोपमा आउनुभएको साथीहरू खुसी हुनुहुन्छ भन्ने चाहिँ छैन। सबैले आफूले सोचे जस्तो भनेको जस्तो मेन पावरले भनेको जस्तो ठाउँमा चाहिँ आफू पर्दैछ भन्ने चाहिँ हुँदैन। किनकि अब त्यही त हो हाम्रो नेपालमा पनि। अब राम्रो ठाउँ भनेर जाँदा पनि कतिपय ठाउँ नराम्रो ठाउँ परिरहेको हुन्छ। यो त अर्को ठाउँमा त्यही माथि दलेको हातबाट आउनुपर्ने, सोचेको जस्तो नहुने, त्यस्तो चाहिँ हुन्छ। त्यस कारणले पनि जे जति तपाईँहरू आउँदै हुनुहुन्छ एकदम बुझेर चाहिँ आउनुपर्ने हुन्छ। किनकि विदेशको पीडा भनेको जो आउँछ, जसले भोग्छ, जसले प्रत्यक्ष रूपमा देख्छ उसलाई मात्र थाहा हुने हो नि त। त्यही भएर चाहिँ पहिला नै बुझेर आइयो भने चाहिँ त्यो विषयमा चाहिँ पछि आफूले दुःख पाउनु पर्दैन भन्न चाहिँ चाहन्छु म यो भिडियो मार्फत हजुरहरूलाई। रोमानिया आउनेको सङ्ख्या अहिले एकदम बढिरहेको छ। भिसा पनि जोस लागिरहेको छ। खुसी लाग्छ। नेपाली दाजुभाइहरूसँग भेट हुन्छ। अब जतै यसो छुट्टीको दिनमा गयो भने पनि भेट हुन्छ, त्यो चाहिँ खुसी लाग्छ। तर सबैसँग यसो बुझ्दाखेरि जो 70% चाहिँ राम्रो छ, 30% कसैको चाहिँ नराम्रो सुन्दाखेरि त अलिकति नमजा त लाग्छ नि त नेपाली भएपछि। त्यस कारणले पनि हो गाइज। ल हामी फाइनली सी साइडमा पनि आइपुग्यो। यहाँ काम पनि हुँदैछ। दिदीहरूले यताको बाटो जाम भन्दै हुनुहुन्छ। अब जानुपर्ने हुन्छ। कता हुन्छ के हुन्छ रमाइलो। तपाईँको उहाँ अगाडि देख्नु त, उहाँ अगाडि देख्नु सर्लक्कै बन्दैछ। तपाईँको उहाँ अगाडि भवन देख्न सक्नुहुन्छ नि। उहाँ देख्नु त्यो एरिया सर्लक्कै बन्दैछ यता अगाडिसम्म है। हामी चाहिँ उता जाँदैछौँ। हामी चाहिँ उता जाने सल्लाह भयो अहिले चाहिँ। अनि सन्दीप सर कस्तो लागिरहेछ आज छुट्टी दाजुभाइसँगै मिलेर यसो सी साइड पनि घुम्न निस्किँदैछौँ? रमाइलो लागिरहेछ होइन। सँग घुम्न पाउनु भनेको झन् रमाइलो, यत्तिकै रमाइलो भइहाल्छ। अनि युरोपको बसाइ अब दुःख सुख के कस्तो भइरहेछ यहाँ? त चिल छ है। बसी त अब विन्टरमा मात्र बसी होला क्या। समर आएपछि समरमा सोचौँ नि। अहिले चाहिँ जोस चिलै छ भनौँ। अनि घरतिर कतिको मिस गरिरहनु भएको छ के कस्तो छ? आएको पनि 1 वर्ष भयो। चिल छ छोरी, केही मिस छैन भन्नु भएसम्म होइन। हो रमाइलो छ। तपाईँ त अविवाहित हुनुहुन्छ र चिलमा हुनुहुन्छ। म चाहिँ अलिकति विवाहित परेर कहिलेकाहीँ यसो याद हो आउने घरतिरको। अब हाम्रो दिदी पनि चिलमै हुनुहुन्छ अहिलेसम्म। अब त्यो चाहिँ नभनौँ। अब दिदी चाहिँ सिङ्गल हुनुहुन्छ है गाइज। कोही हुनुहुन्छ भने अब दिदी चाहिँ एकदम बेस्ट मेरो। अब हाम्रो होटेल रिगालकै अब म चाहिँ दिदीको अब आफ्नै छिमेकी पनि परे। अनि तपाईँको एप्लाई गर्ने देखुन्टै एउटै एजेन्सी, इन्डिया जाने डेट सबै सँगै गरेको भएर दिदी र म चाहिँ एकदम नजिक छौँ है। चाडपर्व आउँदाखेरि पनि दिदी साथमा हुँदाखेरि चाहिँ चाडपर्व टाढा भयो जस्तो चाहिँ फिल हुँदैन। म नेपालमै छु, आफ्नै दिदीबहिनीहरूसँगै छु जस्तो चाहिँ फिल हुन्छ मलाई। किनकि मसँग दिदी हुनुहुन्छ नि त। कतिपय साथीभाइहरूसँग त एक्लै अब हुन्छ नि त, आफ्नो दिदीबहिनीहरू नभएको पीडाहरू त सबैलाई हुन्छ नि त। तर त्यो फिल चाहिँ मलाई छैन। किनकि मसँग दिदी हुनुहुन्छ। चाडपर्व आउँदाखेरि दिदी मेरो साथमा हुनुहुन्छ होइन। तिहार आउँछ, तपाईँको रक्षाबन्धन आउँछ, त्यतिखेर चाहिँ दिदीको साथमा हुन्छु म। खुसी लाग्छ। के गर खाने पनि तिहारमा निधार खाली नै भयो ल होइन। यतिखेर मेरो जुठो थियो अरे निधार खाली भयो सर। अबको तिहारमा त फेरि बाबाले हुनु, म त चाँडो टिका लगाउने यहाँ त दिदीको हातबाट। यो ठाउँ चाहिँ एकदम बबाले बन्दैछ साथीहरू। तपाईँहरू रोमानियामा जे जति हुनुहुन्छ
समरको समयमा चाहिँ यो कस्टिनेस्टी रोमानियाको कस्टिनेस्टी ब्ल्याक सीको एरियामा आएर चाहिँ तपाईँहरूले अवलोकन गर्न सक्नुहुन्छ। राजहाँस, हामी नेपालमा राजहाँस भन्ने गरिन्छ। एकदम मजाले यहीँ कामहरू भइरहेको छ। यही साइडमा आनन्दले निर्धक्क भएर चाहिँ मिल भएको चाहिँ हामी देख्न सकिन्छ। यो होटेलहरू चाहिँ सबै तारे होटेलहरू हुन्, स्टार होटेलहरू हुन्। त्यो चाहिँ 5 स्टार होटेल हो हाम्रो भन्दाखेरि पनि अब हाम्रो चाहिँ 3 स्टार होटेल हो भने यो चाहिँ 5 स्टार होटेल हो। जस हाम्रो होटेलको नजिकै पर्दछ। यो राम्रो बन्दैछ, एकदम धेरै राम्रो बन्दैछ। योभन्दा उतापट्टि तपाईँको बुल्गेरिया पर्छ। यता अब हाम्रो रोमानिया भयो भने उता चाहिँ हाम्रो बुल्गेरिया छ। यस्तो छ, हामी यो नजारा चाहिँ देख्न सक्छौँ। अब युरोप आएको पनि 1 वर्ष भयो। अब के गर्नु, यस्तै छ, यसरी बितिरहेछ दिनहरू। अब घर परिवारको आफ्नो देशको माया त ताजा छँदैछ। अब भए पनि के गर्नु, आफ्नो आर्थिक अवस्था, अब नेपालको स्थिति, अहिलेको राजनीति, सबै कुराहरू हेर्दाखेरि चाहिँ नेपाल फर्केर पनि खोइ के नै गर्न सकिन्छ र भने जस्तो चाहिँ फिल हुने एउटा मनमा चाहिँ अहिलेको राजनीतिक अवस्था पनि त्यस्तै छ। अब हाम्रो भत्ता खाने बेलाका ठुलो पोस्टमा जे जति हुनुहुन्छ उहाँहरूले खोइ कसरी देश चलाइरहनु भएको छ। अब हामी चाहिँ अहिलेसम्म यसरी नै विदेशिनु परिरहेको छ। अब पहिलाका राजाहरूले एयरपोर्ट बनाउनु भएको चाहिँ खास विदेशीहरू घुम्न आउन्, हाम्रो देशको प्राचीन कालदेखि जोगाएर राखेको सम्पदाहरू हेरुन्, अब हाम्रो माउन्टेन एभरेस्ट हेरुन्, हाम्रो हरेक पर्यटकीय क्षेत्रहरूलाई चाहिँ अवलोकन गरून् भनेर चाहिँ बनाएको एयरपोर्टमा चाहिँ अहिले चाहिँ विदेश जानेहरूको लाइन चाहिँ हामीले प्रत्येक दिन देख्न सकिन्छ। दैनिक कयौं हजारौंको संख्यामा चाहिँ विदेशीको हामीले देख्न सकिन्छ। हामी नेपाली हुनुको विडम्बना अब बिस्तारै राम्रो होला। अब 2084मा चाहिँ के राम्रो होला भन्ने आशमा चाहिँ हामी छौँ। अब हेरौँ के कसो हुन्छ है। भ्यू हेर्दै हामी चाहिँ फोटोहरू खिच्दै, दिदीभाइ हाम्रो सन्दीप सर फोटोहरू खिच्दैछ। हुन्छ यहाँ पनि खिचौँला। होटेलहरू सबै तारे होटेलहरू हुन्, 5 स्टार होटेल। त्यो चाहिँ 5 स्टार, यो चाहिँ 3 स्टार होटेल। यस्तो छ यहाँको नजारा। अब कहिले हो यसरी प्लेन चढेर नेपाल जानु पाउने, यस्तो छ हाम्रो पीडा चाहिँ। अब नेपाल हुनेलाई विदेश आउने रहर, विदेश हुनेलाई नेपाल जाने रहर। तपाईँहरू देख्न सक्नुहुन्छ यो नजारा। यो चाहिँ ब्ल्याक सी हो, रोमानियाको ब्ल्याक सी। यो अगाडि चाहिँ पुरै तीव्र गतिमा काम भइरहेको छ समरको लागि चाहिँ। एकदम दिन रात नभनिकन यहाँको समितिहरूले चाहिँ एकदम बवालै बनाउँदै हुनुहुन्छ यो एरिया। जति पनि तपाईँहरू रोमानियामा हुनुहुन्छ समरको समयमा कहिले फुर्सद हुन्छ तपाईँहरूको, एक दिन समय मिलाएर भए पनि यो एरियालाई चाहिँ एकदम भिजिट गर्न सक्नुहुन्छ। हामी चाहिँ यो एरियामा घुमियो, यसो फोटोसोटो खिचियो यतापट्टि चाहिँ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यो एरिया तपाईँको सी साइड। अगाडि सिप पनि आउँदैछ। यो एरियामा यो ठाउँमा बसियो, भिडियोहरू खिच्यो। त्यसपछि चाहिँ हामी तल जाने निर्णय गरियो। त्यो साइडको पनि म भिडियोहरू हाल्नेछु। अब बाटो चाहिँ राम्रो छैन, यहाँ काम हुँदैछ है। त्यस कारणले गर्दाखेरि पनि खासै राम्रो चाहिँ बाटो चाहिँ छैन। वैकल्पिक उपाय रोजेर चाहिँ हामी तल जाँदैछौँ। हामी भनेको त फेरि एकदम मिल्ने साथी। हाम्रो भिडियोहरू पनि तपाईँले युट्युबतिर टिकटकतिर देख्न सक्नुहुन्छ है। ल है, राम्रोसँग झरौँ तल चाहिँ। अब हामी चाहिँ वैकल्पिक बाटोको चाहिँ प्रयोग गर्दैछौँ, किनभने यो ठाउँमा चाहिँ यो समुद्र एरियामा जानलाई चाहिँ एकदम बन्द नै छ भनौँ न। यो ठाउँमा हेर्दाखेरि त हाम्रो कुनै पाखा पखेरामा गाउँतिरको बाटो हिँडेको जस्तै हामीलाई महसुस हुन्छ। अब युरोप भनेर पनि सबै ठाउँहरू विकसित हुन्छन्, हरेक ठाउँहरूमा पिच हुन्छ, हरेक ठाउँमा राम्रो बाटोघाटोहरू हुन्छ भन्ने हुँदैन। अब सबै ठाउँहरू विकास हुँदैछ बिस्तारै, सबै ठाउँको राम्रो हुन्छ। यस्तो छ नजारा। हामीले चाहिँ त्यो एरियालाई चाहिँ बाई बाई गरेर आयो। अब चाहिँ यो एरियामा हामी जाँदैछौँ। हामी चाहिँ समुद्रको एकदम नजिक हुँदैछौँ अहिले चाहिँ। त्यहाँ चाहिँ कति मजाले पानी हाँसहरू चाहिँ आनन्दले बसिरहेको हामी देख्न सकिन्छ। अब हामी त्यहाँ गएपछि चाहिँ सायद उनीहरूलाई पनि त्यो एउटा डर हुन्छ नि त, सायद भाग्न पनि सक्छन् त्यहाँबाट। कति राम्रो नजारा देखिएको चराहरू उड्दाखेरि चाहिँ है, सबै भागे हामी आएपछि चाहिँ, किनकि उनीहरूलाई पनि आफ्नो जीवधनको ज्यानको डर हुन्छ नि त। त्यस कारणले गर्दाखेरि पनि हामी त्यो ठाउँमा जाँदैछौँ गाइज। एकदम बी केयरफुल है, राम्रोसँग। तर सन्दीप सर माथि चाहिँ छैन ठाउँ,
यतिकै स्पेस छैन माथि, यहीँ जाउँ। हामी चाहिँ तल समुद्रको पानीलाई भेट्न मित्रता गाँस्नलाई चाहिँ जाँदैछौँ। यस्तो बाटो प्रयोग गरेर अब पहिलो अनुभव हो। अब विदेश पनि पहिलोचोटि नै आयो, तर यतिको सुन्दर, यस्तो सफा, यत्रो एरियामा फैलिएको तपाईँहरूको ठुला सिपहरू देखिने तरिकाले यस्तरी चाहिँ म चाहिँ भनौँ त्यसरी चाहिँ घुम्न पाएको थिइनँ। यी अब समुद्रको साइड भएको हुनाले यी चाहिँ अब तारे होटेलहरू भए तपाईँको यो समरको लागि चाहिँ सबै तयारी गर्दैछ, अगाडिसम्म जान सकिने। तपाईँको योभन्दा उता एरियामा चाहिँ बुल्गेरिया छ। यो चाहिँ लगभग यो समुद्रले चाहिँ हाम्रो बोर्डरलाई चाहिँ जोडेको छ। अब बोर्डर भन्दा यता हाम्रो रोमानिया पऱ्यो भने बोर्डर भन्दा उता चाहिँ हाम्रो बुल्गेरिया पर्छ। अब यहाँ चाहिँ दिनमा हजारौँको सङ्ख्यामा यस्तो प्लेनहरू उडेको हामी चाहिँ देख्न सकिन्छ। हामी पनि यस्तै प्लेन चढेर सात समुद्र पारी आएर आज यस्ता दिनहरू भोग्नु परिरहेको छ। अब आफ्नो आर्थिक अवस्था, पारिवारिक अवस्था, अबको 5 वर्ष 10 वर्षपछि चाहिँ हाम्रो यो अवस्था चाहिँ नहोस्। अब आउने पिँढी युवाहरूको लागि चाहिँ यो अवस्था नहोस्। जसरी हाम्रो अङ्कल, हाम्रो बुबाहरू, हामी जसरी विदेशी हौँ त्यसरी चाहिँ अब आउने पिँढीहरू, हाम्रो भाइहरू, भतिजाहरू चाहिँ यसरी विदेशी नै नपरोस् भन्न चाहन्छु म। हामी चाहिँ अहिले समुद्रको किनारमा पनि आइसक्यो है। हाम्रो यहीँ छ समुद्र नजिकै। हाम्रो यता चाहिँ फोटो भिडियो खिच्ने कार्यहरू हुँदैछ। हाम्रो सन्दीप सर क्यामेराम्यान, हाम्रो शिला दिदी मेरो गाउँले चितवनको है। अब चितवनबाट माडीबाट कोही कसैले हेर्दै हुनुहुन्छ भने उहाँलाई चिन्न सक्नुहुन्छ। शिला महतो कतिपयले त मेरो भिडियोहरू हेरेर उहाँ शिला होइन र हामीसँगै पढेको साथी, क्लासमेट पनि भन्ने गर्नुहुन्छ। अब यस्तो छ यहाँ नजारा। हामी यसरी समुद्रको मजा लिँदैछौँ आजको छुट्टीमा। अब हप्तामा 2 दिन छुट्टी हो, तर 2 दिनै हामीले यसरी सदुपयोग गरेर बाहिर निस्किन चाहिँ सम्भव हुँदैन, किनकि हाम्रो सँगै छुट्टी पर्दैन। म किचनको भए, हाम्रो सन्दीप सर चाहिँ वेटरको हुनुभयो र हाम्रो शिला दिदी चाहिँ पछाडि डिपार्टको हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि पनि सँगै छुट्टी चाहिँ मिलाउन नसक्ने कारणले पनि आज चाहिँ हाम्रो सँगै छुट्टी भएको थियो। त्यस कारणले पनि हामी सँगै मिलेर चाहिँ यसरी आज जाउँ न त यो ठाउँमा के कस्तो बन्दैछ। हामी धेरै समय अगाडि गएका थियौँ र आज त्यो ठाउँमा के बन्दैछ, कस्तो छ त्यहाँको माहौल। हामी सधैँ गर्मी मौसममा गइन्थ्यो, अहिले त जोस चिसै छ नि त। त्यो चिसो मौसममा चाहिँ के कस्तो हुँदैछ त्यहाँको अवस्था हेरौँ, घुमाउँ, यसो रमाइलो गरौँ भनेर चाहिँ आज हामी निस्केको छौँ। यस्तो छ यहाँको नजारा, म तपाईँहरूलाई देखाउँदैछु। हाँसहरू मजाले पौडिरहेका छन्। अब केही कुराको डर भएन, निडर तरिकाले चाहिँ उनीहरू एकदम स्वतन्त्र तरिकाले चाहिँ यहाँ खेलिरहेको हामी देख्न सकिन्छ। यस्तो छ यहाँको नजारा। हामी चाहिँ यो ब्ल्याक सी, रोमानियाको ब्ल्याक सीको किनारमा छौँ। यहाँ चाहिँ हरेक हामी सङ्खे किरा भन्ने गरिन्छ त्यस्तो पनि देख्न सकिन्छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यो पनि एक प्रकारको सङ्खे किरा हो, तर यो चाहिँ पूर्ण रूपमा पूर्ण चाहिँ छैन। यो चाहिँ यतापट्टि चाहिँ तपाईँको अब के कारणवश यो यस्तो छ, आदि मात्र छ यो चाहिँ होइन। सङ्खे किरा अथवा सी फुड के हुन् यिनीहरू, यस्तो छन्। कोही सानो छन्, कोही सानो छ, कोही ठुलो छ, कोही यो मसिनो सबै यी ठुला हुन् भने यी चाहिँ सबै साना हुन्। यो पनि सी फुड हो, तर जिउँदो छ छैन यो चाहिँ हामीलाई विस्तृत रूपमा थाहा भएन, तर यो चाहिँ सी फुड नै हो। हाम्रो नेपालतिर त्यो सिपी भनेर पाइन्छ नि, हो त्यस्तै चाहिँ छ। कुनै यति ठुलो पनि हामी देख्न सक्नुहुन्छ भने कुनै चाहिँ यति सानो मसिनो पनि छ यहाँ। अब हरेक किसिमका सी फुडहरू छन्। हाम्रो साथीले पनि त्यहाँ हेर्दै हुन्छ, सन्दीप साथीले। कस्तो लागिरहेछ यो सिपी? नेपालमा एक प्रकारको सिपी पाइन्छ नि सन्दीप सर, तपाईँले कस्तो अनुभव गर्नुभयो? त्यस्तै लाग्यो कि फरक लाग्यो? मलाई थाहै भएन हो यसको बारेमा। हो, मलाई चाहिँ यसको बारेमा अलिअलि जानकारी छ, किनकि म थारू समुदायको नजिकै बसेको व्यक्ति भएर पनि होला। तर यो चाहिँ जीवितै छ कि कसो हो भन्ने चाहिँ मैले पनि महसुस गर्न चाहिँ पाएन। जे भए पनि अब ठिकै छ होइन। कुनै सानो छन् ढुङ्गा जस्तै, कोही ठुलो छन्। अब यिनीहरू बढ्ने हो कि अब यत्तिकै यिनीहरू जिउँदो भए त बढ्लान्। अब यिनीहरूको डेथ भइसक्यो हो भने त यिनीहरू त अब सायद यति नै हुने होला। तर यो ढुङ्गा जुन समुद्रको ढुङ्गा छ यसमा चाहिँ एकदम मजाले जीवितै छ है। यो समुद्रको ढुङ्गामा चाहिँ एकदम चिप्किएर बसेको चाहिँ हामी भेट्न सकिन्छ। यसलाई चाहिँ यस्तो छ नजारा चाहिँ एकदम राम्रो छ। त्यस्तो छ। अब हामी चाहिँ बिस्तारै अब यहाँको फोटो भिडियोहरू खिचिसकेपछि चाहिँ अब हामी चाहिँ बिस्तारै यहाँबाट निस्किने
कुराकानी हुँदैछ हाम्रो दिदी पनि अब अघि खोलेको ज्याकेट चाहिँ लगाउँदै हुनुहुन्छ। अब जाडो पनि जोस छ नि त यो समुद्रको चिसो हावा, त्यसले गर्दाखेरि पनि ज्याकेटहरू चाहिँ लगाउनै पर्ने हुन्छ। फेरि भोलि ड्युटी जानुपर्छ। अब केही समस्या भयो भने त गाह्रो हुन्छ नि त, परदेशको ठाउँमा छुट्टीको लागि पनि धेरै गाह्रो हुन्छ। हाम्रो सन्दीप सर पनि टक्क होइन एकदम जेन्टलम्यान ह्यान्डसम देखिनु भएको छ। अब जाने हो त, ल हुन्छ त्यसो। हामी चाहिँ फोटोसोटो खिच्यो र यो समुद्रलाई चाहिँ बाई बाई भन्दै हामी चाहिँ रुमतिर प्रस्थान गर्दैछौँ, फर्किँदैछौँ। तपाईँहरूलाई अब यहाँको बारेमा, यो ब्ल्याक सीको बारेमा केही कुराहरू देखाउँदै हामी फोटो भिडियोहरू खिचेर आजको छुट्टीलाई चाहिँ सदुपयोग गरेर हामी चाहिँ बिस्तारै स्टार्ट गरौँ त। कारमा जान्छ भने ए भनेपछि कारमा जाने? ओहो मैले यार चाबी चाहिँ बरु समुद्रमा खसालेँ क्या यार। हो र, अर्को चाबी छ? ल ठिक छ, वैकल्पिक चाबी भयो त भयो। हामी चाहिँ यस्तै रमाइलो कुराकानीहरू गर्दै रुमतिर प्रस्थान गर्दैछौँ। अब रुममा पनि जानु पऱ्यो, बेलुकाको लागि खाना बनाउनु पऱ्यो, खानु पऱ्यो, फेरि भोलि समयमा ड्युटी पनि जानुपर्ने हुन्छ। अब दिनभरि यतै भुलेर पनि भएन, भोलिको लागि पनि सोच्नु पऱ्यो। अब घर गाउँतिर भयो त दिनभरि घुम्यो, राति 10 बजीतिर गयो, भोक लागेको मलाई भन्यो, सुत्यो, भोलि बिहान थर्कायो, खायो, हिँड्यो, गर्नुहुन्थ्यो। अब सबै कुरो भन्छ नि व्यवहार, सबै कुरो आफ्नो शिरमाथि परेपछि आफूले सोचे जस्तो सबै सम्भव हुँदैन। आफूले गर्नुपर्छ। जति उमेर बढ्यो उति उमेर बढेसँगै आफूले स्ट्रगलहरू गर्नुपर्ने हुन्छ भन्ने हाम्रो बुढापाकाहरूले अथवा हामीले सिकेका कुराहरू, हामीले अहिले जे सिक्दै आएका छौँ, हामी विदेश आएपछि देखियो, भोग्यो यहाँको विषयवस्तु, यहाँ के कस्तो हुने रहेछ भनेर त्यो अनुसार चाहिँ अब सबै कुराहरू परिवर्तन चाहिँ हुन सक्नुपर्ने रहेछ। उमेरले सिकाउँदो रहेछ सबै कुराहरू। यस्तै छ परदेशको बसाइ। अब दुःख सुख अब गर्नु नै पर्ने हुन्छ। केही समय दुःख गरेपछिको पाटो सुखको फर्किएला भन्नु पनि पर्यो। अब त्यही आशामा नै चलिरहेछ दिनहरू। तपाईँहरूको एकदम रमणीय वातावरण छ यहाँ, एकदम रमाइलो छ। चराचुरुङ्गीहरू, तपाईँको राजहाँसहरू स्वतन्त्र तरिकाले आफ्नो तरिकाले जिइरहेका छन्, घुलमिल गरिरहेका छन् समुद्रको पानीसँग, यहाँको मौसमसँग। यो एरिया अगाडिसम्म तपाईँले जहाँसम्म देख्नुहुन्छ अगाडि वहाँसम्म चाहिँ यो सबै कामहरू बन्दैछ। तपाईँको यहाँ देख्नु त सर्लक्कै लागेर यता पछाडि अघि हामीले जहाँ भिडियोहरू बनायौँ समुद्रमा त्यो एरियासम्म चाहिँ सर्लक्कै बन्दैछ। तपाईँहरू पनि यदि रोमानियामा हुनुहुन्छ भने र समरको समयमा फुर्सद छ भने यो ठाउँलाई चाहिँ अवश्य अवलोकन गर्नुहोला, भ्यू गर्नुहोला यो ठाउँलाई चाहिँ भन्न चाहन्छु। हामी चाहिँ समुद्रलाई अवलोकन गरेर आजको छुट्टीलाई चाहिँ सदुपयोग गरेर म, सन्दीप सर अनि हाम्रो शिला दिदी आजको छुट्टीलाई चाहिँ जे होस् सदुपयोग गरियो, यसो घुमघाम गरियो, फोटो भिडियो अब जे जति हुन्छ यसो हामीले चाहिँ लिन चाहिँ सफल भयौँ। र अब हामी चाहिँ समुद्र साइडबाट निस्केर रुमतिर जाँदैछौँ। अब बेलुकाको लागि खाना पनि पकाउनु पर्ने हुन्छ। लगभग साँझ भन्नाले पनि लगभग 5 बज्न थाल्यो। 1 घन्टापछि त अब साँझ पनि भइहाल्छ। खानासाना बनाएर खाएर भोलि ड्युटी जानुपर्ने छ गाइस। त्यस कारणले आजको लागि चाहिँ मेरो भिडियो के कस्तो भन्यो तपाईँहरूको लागि यति नै। मेरो युट्युब च्यानल चाहिँ नयाँ छ, मेरो युट्युब च्यानललाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यति भन्दै म अर्को भिडियोमा भेटिने बाचा गर्दै हजुरहरूसँग चाहिँ बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई गाइज, बाई बाई।